आज हामी चप मसला अर्थात् अनियन रोगन बनाउँदैछौँ। सामान्यतया हामीले 5 केजी चप अनियनमा 1 लिटर तेलको मेजरिङ गर्दछौँ। तसर्थ यहाँ मैले 20 केजी जति चप अनियन लिएको छु भने 4 लिटर जति तेलमा 5-7 पिस जति सिनामन स्टिक, 5-7 पत्ता बे लिफ, स्टार एनाइस, ब्ल्याक एनाइस, ग्रीन कार्डामोन र क्लव्स राखेर हलुका फ्राई गरी थोरै जीरा पड्काएर चप गरिएको अनियनलाई ब्राउन कलर हुँदासम्म म फ्राई गर्नेछु। हामीले प्याज राखिसकेपछि प्याजमा आवश्यकता अनुसारले नुन पनि राख्न सक्छौँ। नुनले प्याजलाई छिटो गल्न र पाक्न मद्दत गर्दछ। तसर्थ मैले यहाँ आवश्यकता अनुसारले नुन पनि सँगै राखेर प्याजलाई मजाले ब्राउन कलरको हुँदासम्म फ्राई गर्नेछु। जब प्याज गोल्डन ब्राउन कलरको हुन्छ तब यसमा मैले किचन चम्चाको 4 चम्चा जति जिन्जर गार्लिकको पेस्ट राखेर पुनः 10-15 मिनट जति म फ्राई गर्नेछु। त्यही क्रममा मैले किचन चम्चाको आधा चम्चा जति बेसार पनि राखेर सँगै फ्राई गर्नेछु। जब जिन्जर गार्लिक पेस्ट र बेसारको काँचो फ्लेभर जान्छ तब यसमा मैले आवश्यकता अनुसारले टमाटो पेस्ट पनि राख्नेछु। हामीले टमाटो पेस्ट 10 केजीको लागि 2.5 केजीको चप टमाटो हामीसँग उपलब्ध हुन्छ। त्यसरी 1 टिन टमाटो मेजरिङ गर्छौँ। यहाँ मैले 2 टिन टमाटो 20 केजी अनियनको लागि प्रयोग गरेको छु भने किचन चम्चाको 4 चम्चा टमाटो प्युरी पनि प्रयोग गर्दछु। यसरी टमाटो पेस्ट र टमाटो प्युरी राखिसकेपछि लगभग 15-20 मिनट जति म फेरि यसलाई पकाउने छु र आवश्यकता अनुसारले कश्मिरी रेड चिली पाउडर, जिरा पाउडर, थोरै धनिया पाउडर, किचन किङ मसला राखेर पुनः 5-7 मिनट पकाउने छु। जब ग्रेभीमा रोगन देखिन थाल्छ यसलाई हामीले अब यो कुक भयो, चप मसला रेडी भयो भनेर बुझ्न सक्छौँ। जब चप मसला रेडी हुन्छ, ग्रेभीले रोगन निकाल्न थाल्छ तब भने मैले यसमा किचन चम्चाको आधा चम्चा जति गरम मसला र कोरिएन्डर राखेर पुनः फाइनल कुक गरेर चप मसला तयार गर्नेछौँ। धेरै जसो रेस्टुरेन्टहरुमा विभिन्न किसिमका ग्रेभीहरू बनाइन्छ। अनियन ग्रेभी, चप मसला, मखनी सस, व्हाइट ग्रेभी, रेड ग्रेभी, येलो ग्रेभी। यसरी बनाइने ग्रेभीहरू मध्ये विशेष गरी इन्डियन रेस्टुरेन्टहरुमा विशेष गरी प्रयोग हुने यो चप मसला एक प्रमुख ग्रेभी हो। चप मसलाको रेसिपी तपाईलाई कस्तो लाग्यो? कृपया भिडियो लाइक, कमेन्ट र शेयर गर्न भने नबिर्सनु होला र भिडियो पुरा हेरिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। हेर्नुस् त यसरी चप मसलाले पुरा माथिसम्म रोगन छोडिसकेको छ। अब भने चप मसला रेडी भइसक्यो। यसरी रेडी भएको चप मसलालाई अर्को सफा भाँडोमा खन्याएर सेलाएपछि हामी फ्रिजमा राख्छौँ र यसलाई 5-7 दिनसम्म तपाईले प्रयोग गर्न सक्नुहुन्छ।